हाई एभ्रिवान नमस्कार। हामी चाहिँ सबै परिवारहरू मिलेर कालिका सिमसार पिकनिक खान आएको छौँ। मैले चाहिँ फुल भ्लग बनाउन पाइनँ, सो छोटो छोटो क्लिप्स मात्र हालेको छु। आशा छ हजुरहरू पनि यो क्लिप्स हेरेर इन्जोय गर्नुहुन्छ होला भन्ने। हाम्रो यहाँ चाहिँ सब्जीहरू काट्ने कार्यक्रम भइरहेको छ साथीहरू। यहाँ चाहिँ पकोडाको लागि प्याज काटिराख्नु भएको छ। हामीले चाहिँ सबै सामानहरू घरमै रेडी अघिल्लो दिनै रेडी बनाएर ल्याएको हुनाले चाहिँ यहाँ हामीले अलि हल्का सब्जीहरू मात्रै काटिराखेको छौँ। साथीहरू हजुरहरूले भिडियोमा बोलेको सुन्न पाउनु भएको छैन। ब्याकग्राउन्डमा चाहिँ गीत बजिरहेको हुनाले कपिराइट हान्ने डरले चाहिँ मैले म्युट हानिदिएको छु। है हाम्रो चाहिँ यहाँ चिया पाक्दैछ, भिनाजुले चिया पकाउनु हुँदैछ। यता केटाकेटीहरू चाहिँ नाचिरहेको छन्, उफ्रिरहेको छन्। ब्याकग्राउन्डमा गीत बजेको थियो, सो त्यही गीतमा चाहिँ इन्जोय गर्दैछन् केटाकेटीहरू चाहिँ। हामी चाहिँ बुढाबुढी नै नाचिरहेको छौँ। मलाई चाहिँ त्यस्तो राम्रो डान्स आउँदैन, सो म चाहिँ यतिकै हल्लेरै इन्जोय गरिरहेको छु। सानो बाबुको बर्थडे चाहिँ यही पिकनिकको दिनै जुरेको हुनाले चाहिँ हामीले पिकनिकमा नै सानो बाबुको जन्मदिन मनाइदिइरहेको छौँ। सानो बाबुको जन्मदिन चाहिँ प्राय घरभित्र अथवा रेस्टुरेन्टमा मनाइने हुँदाखेरि चाहिँ योचोटि चाहिँ यही नै मनाइरहेको छौँ। सो धेरै नै इन्जोय भइरहेको छ। सानो नानु बाबुहरूले पनि धेरै इन्जोय गरिराख्नु भएको छ, प्लस हामी ठुलो मान्छेले पनि इन्जोय गरिरहेको छौँ। हवस् त साथीहरू, बिदा हुन चाहन्छु अब। आशा छ धेरै नै इन्जोय गर्नुभयो होला। फेरि यस्तै भिडियो ब्लग लिएर आउनेछु। तबसम्मको लागि बाई बाई।